छ तपाईहरुलाई मेरो यो ब्लगमा र हामी चाहिँ आज रिसेप्सन छ हो त्यही भएर चाहिँ रेडी भएर जान आँटेको छु। हामी चाहिँ त बेहुलीपट्टि आइरहेको छु बिहानै रेडी भएर यहाँबाट जान्छु सिधै र तपाईहरुलाई सबै ब्लग देखाउने छु म हो। सो स्टे ट्युन। हाम्रो दादा हुन्छ राम्रै भइरहेको छ देखाइदियो राम्रै भइरहेको छ आज चाहिँ कोकीले त पठाउने भयो। सृष्टि पनि यस्तो राम्रै भएर निस्किसक्यो। हाम्रो बेहुली खै बेहुली रेडी भएर निस्क्यो। यहाँ चाहिँ हामी पुगिसक्यौँ मेन लोकेसनमा हो। यहाँ चाहिँ रिसेप्सन गरेको छ। बिहान बिहानै राम्री भएर आएर चाहिँ बुफेमा बसिरहेको छ यिनीहरू चाहिँ। छोरीको लागि गीत गाउनु हुँदैछ। सम्पूर्णलाई नमस्ते। अब यहाँ स्वस्तिका अनि स्वस्तिकाको हस्बेन्डमा चाहिँ के गीत गरेर आफ्नो आमा बाउलाई खुसी गर्न चाहनुहुन्छ अरे तपाईँ सबैलाई सुनिदिनुहोस् होला।
सबैजनालाई अब यत्रो बिहेको पर्व भयो अब बेहुला बेहुलीको नाच हुनुपर्छ एकपल्ट लु अगो Dula, you have to dance once. It's our tradition. Just move your body. मेरो त तर कान क्या होला बेहुला बेहुलीलाई पनि पुऱ्याइहालेँ हो। अब चाहिँ घर फर्किँदैछु। आजको लागि चाहिँ यति नै हो। आई होप तपाईँले मेरो यो सानो भ्लग चाहिँ मन पराइदिनु भयो होला हो। सो बाई बाई, टेक केयर एन्ड गुड नाइट।